माया र विश्वासको नाममै त कपडा उतारिन्। तिमीहरूले उसको चरित्रको चलचित्र बनाइदियो। आखिर तिमीहरूले के पायो? तिम्रो घरमा पनि आमा दिदी बहिनी छिन्। माया अन्धो हुन्छ, मायामा आफ्नो ज्यान पनि दिन सकिन्छ, त्यो सबैलाई थाहा भएकै कुरा हो। तर उसलाई बेइज्जत गर्नुभन्दा पनि अगाडि तिम्रो घरमा भएको दिदी बहिनी अनि आमामाथि पनि कुनै दिन यस्तै बित्यो भने तिमीहरू आफ्नै आमा दिदी बहिनीको बेइज्जत गर्छौ या सम्झाउँछौ बुझाउँछौ, त्यो कुरालाई पनि एकचोटि सम्झिदेऊ न। आखिर उसले पनि त माया र विश्वासकै नाममा त गरेको थियो। कसरी सक्छौ जुन ठाउँबाट निस्केर तिम्रो जिन्दगीको सुरुवात भयो त्यही ठाउँको अपमान गर्न? जसले तिमीलाई आँखा चिम्लेर विश्वास गर्यो यसैलाई विश्वासघात गर्न। त्यसैले केटी हो, शरीर सुम्पिएर प्रेम पाउने आशा झुक्केर पनि नगर है। आज एउटा गङ्गु नङ्गिएको छ, तर यस्ता सयौं गङ्गुहरू छन् जहाँ माया र विश्वासको नाममा नङ्गिरहेका छन्। छोरी मान्छेको जिन्दगी पनि भरिएको जस्तै भएको छ। थाहा छैन कुन अदालतमा गएर इन्साफ पाउने हो।